म एकदमै दुर्गम नेपालको अति नै दुर्गम भन्न मिल्छ यसलाई। तपाईँले देख्न सक्नुहुन्छ कुनै यातायात छैन, सञ्चार पनि छैन। अनि भर्खरै कादुरीले यो बत्ती जिद्दिएको छ। कति महिना भयो बत्ती दिएको यहाँनिर साँच्चै? बत्ती दिएको अहिले 1 वर्ष भयो। 1 वर्ष भइसक्यो। अनि यो स्कुलका केही समस्याहरू म बुझ्न गइरहेको छु। अहिले तत्कालको आवश्यकता के छ भनेर यो स्कुलको बताइदिनु हजुरले। हजुर नमस्कार। तत्कालको अवस्था भनेको हाम्रो केटाकेटी साना केटाकेटी एकदमै दुर्गम ठाउँका जुन एउटा कलम किन्ने पनि उहाँहरूसँग शक्ति छैन, त्यस्तो आर्थिक स्थिति कमजोर भएका उहाँहरूले खाजा खाने प्लेटहरू कागजमा खानुहुन्छ, घरबाट ल्याउनुहुन्छ, कहिले बिर्सिहाल्नुहुन्छ। अनि भनेपछि हाम्रो प्लेटहरू समेजहरू स्कुलमै भइदियो भने राम्रो हुन्थ्यो। ग्लासहरू स्कुलमा भइदिएको भए 1-2वटा जगहरू अनि बाल्टी। हजुर अनि अरू आवश्यकताहरू के छ स्कुलको? हजुर अब कुर्सीको अभाव छ, बेन्चहरूको अभाव छ, हजुर कार्पेटको पालहरूको अभाव छ। हामीसँग यसै वडाको वडाध्यक्षज्यू पनि हुन्छ। अनि केही भन्न चाहनुहुन्छ स्कुलको बारेमा अलिकति हजुरले? यहाँको बारे नमस्कार। यहाँको बारेमा भन्नुपर्दा उहाँ म्याडमले भने जस्तै गरी यहाँको अब बालबालिकाहरूलाई दिवा खाजा खानको लागि कागजमा खाइराखेका छन्। त्यसको लागि थाली भयो, चमच र गिलास यति सहयोग गरिदिए भयो अझै राम्रो हुन्थ्यो भन्ने हो। यही नै छ यहाँको समस्या। त्रिपाल भयो अनि त्रिपाल चाहिँ के को लागि? त्यो बिछाउनको लागि, बाहिर बिछाउनको लागि कार्यक्रम कार्यक्रम गर्दाखेरि। अनि कार्यक्रम ओछ्याउनको लागि त त्रिपाल चाहिन्छ र अब बाहिर पनि बसिहाल्नुहुन्छ होला नि? हजुर साना बाबुहरूलाई बाहिर बसाल्दाखेरि नानी बाबुहरूलाई बाहिर बसाएर बाहिर बसाल्दाखेरि त्यसमा किनभने भित्र बस्दा चिसो हुन्छ, पढाउँदाखेरि बाहिर बस्दाखेरि धुवा हुन्छ, धुलो हुन्छ। त्यही भएर हो, यही त ग्राउन्ड यही हो, देखिहाल्नु छ तपाईँले। अनि यहाँ चाहिँ एउटा त्रिपाल भयो भनेदेखि उहाँहरूलाई सजिलो हुन्छ भन्नुभएको छ। धेरै सजिलो हुन्छ भन्ने नै। अनि भवनको पनि एकदमै नाजुक अवस्था छ यहाँनिर देख्न सक्नुहुन्छ। भवनहरू यिनै हुन्। यो पनि क्लास हो? ए हुन्छ, कस्तो रहेछ क्लास हामी हेर्नेछौँ।